हेलो नमस्कार। हेर्नुहोस् त मैले एउटा यस्तो राम्रो बबाल जग्गा लिएर आएको छु। हेर्नुहोस्, यो काठमाडौँबाट जम्मा 35 किलोमिटरको दूरीमा हेर्नुहोस् त यो मकवानपुर जिल्लाको पालुङको जग्गा हो। यो टिस्टुङ पालुङको हेर्नुहोस् त यो जग्गा एकदमै राम्रो खेतीयोग्य जग्गाहरू यो ठाउँ भने जस्तै छ। यो वरिपरि हेर्न सक्नुहुन्छ। यो अहिले आलु रोपेका छन्। पुरा आलु चाहिँ यस्तोरी उम्रिन्छ। यहाँ यस्तो फल्छ कि तपाईँको पालुङको आलु भनेपछि नामै काफी छ। हेर्नुहोस्, यस्तो खालको आलु यो जग्गा हो। र यो जग्गामा तपाईँको कृषियोग्य जमिन पनि छ, खेतीयोग्य जमिन, तपाईँको होटेल रिसोर्ट होइन, जुनसुकै व्यवसायको लागि एकदमै राम्रो छ है। यो यहाँ आनन्दले होइन एउटा फार्म हाउस बनाएर मजाले मेडिटेसन गरेर बस्नलाई पनि एकदमै राम्रो जग्गा आएको छ। हेर्नुहोस् है, यो प्लट चाहिँ तपाईँको 28 रोपनीको प्लट है। यो मैले देखाइराखेको छु, जुन यहाँले हेरिराख्नु भएको छ नि, यसमा सबै आलु रोपेछन्। आलु काउली बन्दा कति राम्रो यहाँ उब्जनी हुन्छ हेर्नुहोस् है। पानीको सुविधा छ, बाटो बस्ती बिजुली सबैको सुविधा सम्पन्न भएको यो ठाउँ हो भने बजारबाट नजिक पनि हो है। फेरि यो पालुङ बजारबाट नजिक पनि हो। एकदमै भने जस्तो जग्गा छ र यसको मूल्य त धेरै मिलाएर दिन्छु भन्नुभएको छ है जग्गा धनीले। जग्गा धनीलाई एकदम समस्या परेको कारणले गर्दाखेरि ल न हजुर मेरो जग्गा बेचिदिन पर्यो, म बरु एकदमै मिलाएर दिन्छु भनेर उहाँले भनिराख्नु भएको छ। र कसले लिनुहुन्छ मलाई कमेन्ट गर्नुहोला, फोन नम्बर छ फोन गर्नुहोला र भिजिटको लागि एकचोटि आउनु होला। चित्त बुझे लगानी गर्ने त हो नि, होइन र यसको मूल्य भनेको जग्गा धनीले भनेअनुसार चाहिँ जम्मा प्रति रोपनी 5 लाख रुपियाँ भन्नुभएको छ। जहाँ कि दायाँ बायाँ 10-12 पनि भन्छन्। हेर्नुहोस् है, भन्नलाई त जति भने पनि भयो होइन। यदि यहाँलाई चित्त बुझ्छ भने आएर अब बसेर जग्गा धनीलाई भेटेर बार्गेनिङ गरेर आफ्नो नाममा ल्याउन सक्नुहुनेछ। जग्गा यही हो है हजुर। नमस्ते।